नेपालको इतिहासमा यस्ता कयौं रातहरू छन् जसले देशको पूरै भविष्य नै बदलिदिए। तर आज हामी कुरा गर्दैछौँ एउटा यस्तो रक्तरञ्जित रातको जसले नेपालमा एउटा नयाँ युगको सुरुवात गर्यो। हो, हामी कुरा गर्दैछौँ कोत पर्वको। कल्पना गर्नुहोस् त, आजभन्दा लगभग 178 वर्ष अगाडिको कुरा। साल थियो विक्रम सम्वत 1903 अश्विन 2 गते र ठाउँ काठमाडौँको मुटु हनुमानढोका दरबारभित्रको कोत हो। त्यही कोतको आँगनमा त्यो रात जे भयो त्यसले नेपालको इतिहासको पाना मात्र पल्टाएन, पुरै किताब नै नयाँ लेखिदियो। आखिर के थियो त यो कोत पर्व? हेर्नुस्, यो कुनै सामान्य राजनीतिक उथलपुथल थिएन। यो त एउटा सोची सम्झी योजनाबद्ध तरिकाले गरिएको नरसंहार थियो। एउटा यस्तो हत्याकाण्ड जहाँ केही घण्टाकै अन्तरालमा देशका प्रधानमन्त्री, मन्त्रीहरू अनि ठूला ठूला भारदारहरू सबैलाई सखा पारियो। त्यसो भए प्रश्न त उठ्छ नै नि, होइन र? आखिर किन भयो यस्तो? के थियो त्यो कारण जसले यति ठूलो रक्तपात निम्त्यायो? अनि त्यो भिडमा को थियो त्यो एकजना मान्छे जसले यही अराजकतालाई आफ्नो हतियार बनाएर आउँदो 104 वर्षसम्म चल्ने पारिवारिक शासनको जग बसाल्यो? लाउनुहोस्, आज यही कथाको गहिराईमा डुबौं। अब एउटा कुरा के बुझ्नु जरुरी छ भने कोत पर्व अचानक भएको घटना बिल्कुल थिएन। यो त वर्षौंदेखि नेपाली राजनीतिमा जम्मा भइरहेको बारूदको एउटा भयानक विस्फोट थियो। सोच्नुहोस् न, कोत पर्व हुनुभन्दा अगाडिका लगभग 9 वर्ष देशमा के भइरहेको थियो कसैलाई पत्तो थिएन। चरम राजनीतिक अस्थिरता। राजा राजेन्द्र विक्रम शाह नाम मात्रका राजा थिए, खास शक्ति त उनको हातमा छँदै थिएन। शक्ति त दरबारभित्रका गुटगुटमा बाँडिएको थियो। अनि यो शक्तिको खेलको केन्द्रमा थिए राजा राजेन्द्रका 2 रानीहरू। एकातिर थिइन् जेठी रानी साम्राज्य लक्ष्मी, जसलाई पाँडे खलकको समर्थन थियो। उनको एउटै लक्ष्य थियो आफ्नो छोराको लागि शक्ति सुरक्षित गर्ने। अनि अर्कोतिर थिइन् कान्छी रानी राज्यलक्ष्मी, जसको पछाडि थापा खलक थियो। उनको महत्वाकांक्षा त अझ ठूलो थियो, युवराज सुरेन्द्रलाई नै हटाएर आफ्नै छोरालाई राजा बनाउने। अनि विक्रम सम्वत 1898 मा एउटा यस्तो घटना भयो जसले राजनीतिलाई पुरै मोड दियो। जेठी रानी साम्राज्य लक्ष्मीको मृत्यु भयो। अब कान्छी रानी राज्यलक्ष्मीलाई रोक्ने टोक्ने कोही रहेनन्। उनको शक्ति र प्रभाव दरबारमा अनियन्त्रित रूपमा बढ्न थाल्यो। मैले अघि भने नि, दरबार एउटा बारुदखाना जस्तै बनेको थियो। अब त्यहाँ विस्फोट हुन एउटा सानो झिल्को मात्र काफी थियो। अनि त्यो झिल्को बन्यो एउटा हत्या। अब ती रानी राज्यलक्ष्मीका सबैभन्दा विश्वासपात्र, सबैभन्दा प्रिय पात्र थिए जनरल गगनसिंह भण्डारी। उनको शक्ति कति थियो भनेर अन्दाज लगाउनुस्। उनको कमान्डमा 7 पल्टन सेना थियो, जबकि त्यति बेलाका प्रधानमन्त्री फतेजंग शाहसँग जम्मा 3 पल्टन। अब भन्नुस्, खास शक्ति कसको हातमा थियो? अनि आयो त्यो रात, विक्रम सम्वत 1903 आश्विन 2 गते। जनरल गगनसिंह आफ्नै घरको पूजाको कोठामा थिए। त्यही बेला गोली चल्यो र उनको हत्या भयो। यो खबर सुन्ने बित्तिकै रानी राजलक्ष्मीको रिसको पारो चढ्यो। उनी हातमा नाङ्गो तरवार लिएर घटनास्थल पुगिन्। अनि त्यहीँबाट आदेश जारी भयो, तुरुन्त अहिलेको अहिले सबै भारदारहरूलाई कोतमा जम्मा गराइयोस्। रानीको रिसको कुनै सीमा नै थिएन। उनले कसम खाइन्, जबसम्म गगनसिंहको हत्यारा पत्ता लाग्दैन तबसम्म उसको लास उड्दैन। सोच्नुस् त, कोतमा जम्मा भएका भारदारहरूको हालत के भयो होला? पुरै वातावरण डर र तनावले भरिएको थियो। ओहो, यही हो त्यो क्षण, यही अराजकता, यही डर अनि रानीको यही रिसको आगोको बीचमा एकजना चतुर र महत्वाकांक्षी भारदारले आफ्नो लागि सुनौलो मौका देखे। हो, उनको नाम थियो जङ्गबहादुर कुँवर। अब जङ्गबहादुर को थिए त? धेरैले सोध्छन् उनी सामान्य परिवारका थिए, तर होइन। उनको परिवार पुस्तौंदेखि नै शक्तिशाली थियो। उनका पिता बालनरसिंह कुँवर आफैमा एक शक्तिशाली काजी थिए। तर भीमसेन थापाको पतनपछि उनीहरूको परिवारको शक्ति र प्रतिष्ठा दुवै घुम्यो। जङ्गीय उपनामले चिनिने जङ्गबहादुर आफ्नो परिवारको त्यही गुमेको शक्ति फिर्ता ल्याउन एकदमै आतुर थिए। जब कोतमा सबैजना थरथर काँपिरहेका थिए, रानीको रिसबाट डराइरहेका थिए, जङ्गबहादुर एक कदम अगाडि बढे अनि रानीलाई भने, महारानी, मलाई हुकुम बक्सियोस्, म हत्याराहरूलाई पत्ता लगाएरै छाड्छु। यो उनको मास्टर स्ट्रोक थियो, एकदमै चतुर चाल।
उनले आफूलाई समस्याको समाधानको रूपमा प्रस्तुत गरे र रानीको विश्वास जिते। रानीको त्यही आदेशलाई हतियार बनाएर जङ्गबहादुर र उनका भाइहरूले त्यो रात जे गरे त्यो इतिहासमा दर्ज भयो। उनीहरूले कोतमा जम्मा भएका आफ्ना एक राजनीतिक दुश्मनहरूलाई छानी छानी सखाप पारे। बहाना थियो गगनसिंहको हत्यारा खोज्ने, तर निशानामा परे नेपालका लगभग सबै शक्तिशाली भारदारहरू। जब त्यो रातको रक्तपात साम्य भयो, बिहानीको उज्यालोसँगै नेपालको राजनीतिक नक्सा सदाको लागि बदलिसकेको थियो। पुरानो शक्ति केन्द्रहरू ध्वस्त भएका थिए र खरानीबाट एउटा नयाँ शक्तिको उदय हुँदै थियो। तर जङ्गबहादुरको खेल यहीँ सकिएन। यो त सुरुवात मात्र थियो। आफ्नो शक्तिलाई ढुङ्गामा लेखेको जस्तै पक्का बनाउन उनले एकपछि अर्को कदम चाले। कोत पर्वपछि भण्डारखाल पर्व मचाएर उनलाई नै सिद्ध्याउन खोज्ने रानीको षड्यन्त्रलाई धुलो चटाए। त्यसपछि अलो पर्वमा पूर्व राजाको सेनालाई हराए। अनि अन्त्यमा त्यही राजा र रानी जसले उनलाई शक्ति दिएका थिए, उनीहरू दुवैलाई देश निकाला गरिदिए। यी सबै घटनापछि अब जङ्गबहादुर कुँवरलाई चुनौती दिने कोही बाँकी रहेन। उनी देशको एक्ला निर्विवाद शासक बने। उनी आफै प्रधानमन्त्री, आफै प्रधान सेनापति बने अनि आफ्नो कुँवर थरलाई बदलेर राणा भन्ने एउटा नयाँ शाही उपाधि धारण गरे, जसले उनीहरूको परिवारलाई राजपरिवारपछिको सबैभन्दा शक्तिशाली बनायो। र सबैभन्दा आश्चर्यलाग्दो कुरा के छ भने, त्यो एक रातको रक्तपातबाट सुरु भएको शासन 1-2 वर्ष होइन, पुरै 104 वर्षसम्म चल्यो। सोच्नुस् त, केवल एक रातको घटनाले नेपालको भाग्य 1 शताब्दीभन्दा लामो समयको लागि लेखिदियो। त्यसो भए अन्त्यमा एउटा प्रश्नबारे सोचौँ है त। जङ्गबहादुरलाई हामीले कसरी सम्झिने? के उनी एक महत्वाकांक्षी तानाशाह थिए जसले नेपाललाई 100 वर्ष पछाडि धकेले, वा उनी एक चतुर राजनेता थिए जसले वर्षौंदेखिको राजनैतिक किचोल्लोलाई अन्त्य गरेर देशमा शान्ति र स्थायित्व ल्याए? यो एउटा यस्तो प्रश्न हो जसको उत्तर इतिहासले आज पनि खोजिरहेको छ।